आदरणीय बुवाआमाहरू, देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई नयाँ वर्ष 2082 सालको पावन अवसरमा म हार्दिक शुभकामना दिन चाहन्छु। नयाँ वर्ष एउटा आशाको किरण हो। पुराना दुःख, पीडा र गल्तीहरूलाई बिर्सेर पन्छ्याएर अगाडि बढ्ने, एउटा नयाँ सुरुवात गर्ने एउटा प्रेरणाको दिन हो। समय बदलिन्छ, मौसम बदलिन्छ, तर साँचो माया र साथ कहिले फिक्का हुँदैन। म प्रार्थना गर्छु नयाँ वर्षमा यो नयाँ वर्षले हजुरहरूको जीवनमा सुस्वास्थ्य, समृद्धि, शान्ति, सफलताको उज्यालो लिएर आओस् र यहाँहरूको जीवनमा भएका दुःख, पीडा, अब्स्ट्रकल, अहङ्कार र इगोलाई हटाउँदै जाओस्। हामी नेपाली जहाँ भए पनि हाम्रो संस्कार, हाम्रो भाषा, हाम्रो आपसी प्रेम र माया र अनि हाम्रो आत्मीयता कहिले पनि बिर्सनु हुँदैन। हामीले त्यसलाई 4 गुणा अगाडि बढाएर लानुपर्छ। घर टाढा भए पनि मन सधैँ नजिक हुन्छ भन्छन्। भाषा छुट्टिए पनि यो भावना एउटै हुन्छ। परिवारको माया, साथीसँगीको साथ र समाजको सद्भावले गर्दा म आज यहाँ पुगेको छु र मेरो जीवनलाई एउटा साँच्चै एउटा सार्थकता दिएको छ, अर्थ दिएको छ। म सशक्त हुँदै आएको छु र म यिनी आफ्नो परिवारको माया, हजुरहरूको साथ र सद्भावलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। म आभारी छु हजुरहरूप्रति। हजुरहरू जस्ता मन मिल्ने आत्माहरू मेरो जीवनमा हुनुहुन्छ। म कृतज्ञता व्यक्त गर्न चाहन्छु। आई एम सो ग्रेटफुल, थ्याङ्कफुल फर द एभ्री बिट अफ help you have done for me and being with me, loving me, caring for me, and whenever I need you guys were there. Thank you so much. नयाँ वर्षमा हामी सबै मिलेर प्रण गरौँ, हामी पुराना घाउहरूलाई मलम लगाऊँ, आपसी मनमुटावहरू मेटाऊँ र नयाँ उत्साहका साथलाई जीवनलाई अगाडि बढाऊँ, एउटा सार्थकता दिउँ। किनभने जीवन एउटा पुस्तक हो। हरेक नयाँ वर्ष त्यो पुस्तकको एउटा नयाँ पाना हो। त्यो पानामा हामी सबैले आजदेखि माया, प्रेम, आशा र सकारात्मकता लेखौँ र नेगेटिभिटीलाई जसरी इरेजले हामी इरेजर गर्छौँ त्यसरी इरेज गर्दै जाउँ। Once again, Happy New Year all. May God bless you with lots of prosperity, love, joy, happiness, success, and abundance in your life. Thank you.